हिरो पसीमा न्यू सङ आउनु लागेको छ सपना भन्ने यस्तो बवाल छ कि त्यो सङ 2-3 दिन पछिमा हाल्छु हैन। यहाँ हेर्नु कति छ किम्बु हैन त। यता पनि लटरम्मै छ पनि पुरै लटरम्मै छ के हैन। सिसो घारीतिर हैन साथीभाइहरू हैन। किम्बुको त पुरै खेती जस्तै हुन्छ के हैन त। पुरै जता हेरे नि किम्बु र किम्बु छ के हैन। खैरनी चारमा रहेको प्राविधिक कारणले गर्दा यो चाहिँ चलाउनु पर्यो। यो फ्याक्ट्री बन्यो भने चलान गरिदिनु पर्यो बालेन्दाई हैन। अब यो बन्यो भने चाहिँ हाम्रो खैरनी चारको बासिन्दाहरूलाई रोजगारी पनि पाउँछ, विदेश जानु पनि पर्दैन हैन। अब तपाईँ प्रधानमन्त्री भएपछि यति काम चाहिँ गरिदिनु होला प्लिज। यो भिडियो चाहिँ बालेन्दाई भाषामा पुर्याइदिनु। हे गाइज गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। फाइनल गाइज आज चाहिँ हैन पुरै मस्तसित आज तपाईँहरूलाई पुरै गाउँको पुरै भ्यू टुर दिन लागेको छु। टेन्सन हुन्छ। यो चाहिँ हाम्रो अड्डा, हाम्रो यहाँ चाहिँ खोलामा भल्छ लागेपछि हैन पुरै स्विमिङ पुल खेल्नको लागि यो चाहिँ हाम्रो अड्डा हो, स्विमिङ पुल हो गाइज। अनि अफरोडिङ सबरोडिङ गर्नको लागि यो चाहिँ हाम्रो मेन हाइवे हो, देख्न सक्नुहुन्छ पुरै। त्यही गाइज अब आज चाहिँ तपाईँलाई यस्तो बवाल इन्ट्रेस्टिङ भएको देखाउँछु। अब छिटो सब्सक्राइब पनि गरिदिनु गाई छैन, 20K सब्सक्राइब पनि पुऱ्याइदिनु। अब मेरो चाहिँ हैन अब भोलि र पर्सिमा न्यू सङ आउनु लागेको छ सपना भन्ने सङ आउनु आएको छ गाइज हैन। यस्तो बवाल छ कि त्यो सङ हैन। हेर्नु होला, इन्जोय पनि गर्नु होला। अब 2-3 दिन पछिमा हाल्छु हैन। मैले पुरै एडिटिङ गरेर राखेको छु, तपाईँलाई म एक दिन देखाउँला हैन, सर्ट भिडियोमा हालिदिउँला। त्यही भएर छिटो 20K सब्सक्राइब पनि पुऱ्याइदिनु भयो भने यस्तो बवाल भिडियो आउँछ कि हैन। अहिलेसम्मको सबैभन्दा इन्ट्रेस्टिङ भिडियोहरू आउँछ क्या। अब सौरा पनि जान्छु, अब ह्याप्पी न्यू इयर आउनु पनि लागेको छ। अब यस्तोसित बवाल भिडियो आउँछ हैन। छिटो 20K सब्सक्राइब पुऱ्याइदिनु होला। म तपाईँलाई पुरै मेरो न्यू सङ सपना भन्ने सङ पुरै देखाउँछु। यस्तै छ क्या अफरोडिङ। यहाँ चाहिँ पुरै आकाशको पानी परेपछि हैन पुरै ताल हुन्छ कि यहाँ पनि ताल हुन्छ। यहाँ त पुरै चिप्लेडी खेल्ने हुन्छ क्या पुरै। अहिले त सुक्खा छ, पानी सानी परेपछि पुरै हिल्लामै हुन्छ क्या गाइज। अनि उतो चाहिँ हाम्रो फुटबल ग्राउन्ड भयो गाइज। अहिले चाहिँ पुरै सुनसान छ क्या, अहिले खेलकुद नि भएको छैन। अब सरकार चेन्ज हुनु लागेको छ नि त, त्यसले गर्दा अहिले पुरै सुनसान छ। अब बिस्तारै तपाईँहरूलाई फुटबलको भिडियो पनि देखाउँछु हैन। अब चाहिँ म फ्री छु, अब कतै जानु पनि छैन। अब तपाईँहरूलाई बवाल भिडियो देखाउँछु। त्यही भएर 20K सब्सक्राइब पनि पुऱ्याइदिनु होला। भिडियो मुनि कमेन्ट पनि गरिदिनु होला कस्तो लाग्यो, प्लिज सपोर्ट पनि गरिदिनु होला गाइज भिडियोलाई। A few moments later. साथीभाइहरू गाउँमा मकैहरू कसरी रोप्छ म तपाईँहरूलाई देखाउँछु है त। हेर्नु त यस्तो बगरमा पुरै मकै सकै रोपेर हैन पुरै यहाँ के अस्ति पुरै धान नि फलाएको थियो कि गाइज। टेन्सन हुन्छ। यस्तो बगरमा पुरै यस्तो मरुभूमि बगरमा हेर्न पुरै धान सान रोपेको क्या। टेन्सन हुन्छ। गाउँ चाहिँ यस्तै छ कि गाइज, बस्नको लागि आनन्द छ, चिल गर्नको लागि यहीँ स्विमिङ पुल छ हाम्रो। टेन्सन हुन्छ। अफरोडिङ सफरोडिङ गर्न पऱ्यो भने यस्तो बाटो छ अफरोडिङको लागि, उथल पुथल बाटो छ। टेन्सन हुन्छ। यस्तो छ क्या अफरोडिङको लागि, टेन्सन हुन्छ। स्विमिङ पुल खेल्न पऱ्यो नि यहाँ छ। अनि फुटबल खेल्न पऱ्यो नि हाम्रो उता गाउँ। जे होस् गाइज, गाउँ चाहिँ अति नै बवाल छ क्या बस्नको लागि, चिल क्याम्पिङ गर्नको लागि। यहाँ स्विमिङ पुल नि छ, उता पिकनिक सिकनिक खानु पऱ्यो नि उता जालीमा बसेर खानलाई मिल्छ। कसले पनि केही भन्दैन है गाइज। आनन्द छ क्या बस्नको लागि, चिल छ। हेर्नु त्यहाँ अब यो चाहिँ किम्बु भाइको। टेन्सन हुन्छ साथीभाइहरू। किम्बु हेर्नु त कति छ लटरम्मै हेर्नु त पुरै। यो चाहिँ हैन पुरै गर्मी लागेपछि हैन यति फल्छ कि मात्रामा। यसलाई नुन खुर्सानी साँधेर ट्याक्क अमिलो समिलो हालेर चटपट जस्तो बनाएर खानुपर्छ। अति नै बवाल हुन्छ कि हेर्नु त कति छ। यस्तो मजा आउँछ गाइज यो खानको लागि। हेर्नु त पुरै लटरम्मै छ क्या। यस्तो बुलेट मजा आउँछ क्या, अति नै बवाल। यो त हैन थोरै हो के किम्बु भने। यहाँ हेर्नु न कति छ किम्बु।
होइन त यता पनि लटरम्मै छ अनि यता पनि लटरम्मै छ हेर्नु त पुरै हेर्नु त यता पनि पुरै लटरम्मै छ क्या होइन सिसो घारीतिर होइन साथीभाइहरू होइन किम्बुको त पुरै खेती जस्तै हुन्छ क्या हेर्नु त पुरै जता हेऱ्यो नि किम्बु किम्बु छ क्या हेर्नु त यो चाहिँ भर्खर पाक्दैछ काँचो छ कोही पाकेको टेन्सन हुन्छ नि त यहाँ छ उत्यन छ यता छ उत्यन छ जता हेऱ्यो नि किम्बु छ क्या साथीभाइ लटरम्मै क्या हेर्नु त लटरम्मै छ क्या पुरै किम्बुको खेती भन्ने नि हुन्छ क्या साथीभाइहरू लटरम्मै छ क्या हेर्नु त हेर्नु त यता नि छ यहाँ त पुरै छपक्कै छ अहिले गर्मी लागेपछि होइन यति फल्छ कि यो होइन हेर्नु त पुरै टन्नै छ क्या ल म तपाईँहरूलाई सिनेमेटिक पनि देखाउँछु हेर्नु होला ल साथीभाइहरू आई होप तपाईँहरूलाई गाउँको भ्यूहरू मन पऱ्यो होला र किम्बु खेती पनि मन पऱ्यो होला यसले चाहिँ खेती जस्तै हो कि गाई जता पनि फल्छ क्या लटरम्मै हेर्नु त छपक्कै छ क्या खानालाई त यति आनन्द आउँछ कि होइन यस्तो बवाल मजा आउँछ कि साथीभाइहरू खानालाई हेर्नु त यति सानो रुखमा पनि लटरम्मै छ क्या उत्यन छ यता छ छपक्कै छ क्या साथीभाइहरू छपक्कै छ क्या खानको लागि आनन्द क्या जता हेऱ्यो किम्बु हेर्नु त यता पनि छ क्या लटरम्मै गाउँमा बस्नलाई चाहिँ आनन्द छ क्या जे होस् यसो गर्मी महिनामा आँप साँप पुरै लिची सिची किम्बु सिम्बु बँयर सँयर खान पाउँछ गाई जे होस् आनन्द छ क्या चिल छ क्या गाउँ अति नै बवाल छ क्या हेर्नु त लटरम्मै छ क्या भ्यू त्यस्तो छ पुरै टेन्सन हुन्छ त्यही गाइज अब तपाईँहरूलाई यस्तै छ गाउँको भ्यू अब के अहिले होइन अब गाउँ भने यस्तै हो सुख दुःख हो यसो रमाइलोको लागि बस्नलाई आनन्द छ गाउँ त्यही हो आई होप तपाईँहरूलाई भिडियो मन पऱ्यो होला त्यही अब 2-3 दिन रोकिनु योभन्दा बवाल इन्ट्रेस्टिङ भएर आउँछ त्यही भएर 20K सब्सक्राइब पनि गरिराख्नु होला गाई साथीभाइहरू म चाहिँ तपाईँहरूलाई पुरै मौरी फार्म देखाउनु लागेको छु देख्नु सक्नुहुन्छ यो चाहिँ चरनको लागि लिएर आएको धेरै त छैन 12-13 घाल जति छ देख्नु सक्नुहुन्छ मौरी पुरै चरन चरिरहेको छ देख्नु सक्नुहुन्छ यति छ घाल चाहिँ यो चाहिँ हाम्रो फ्याक्ट्री भएको साउको देख्नु सक्नुहुन्छ अहिले चाहिँ बन्द छ जे होस् यसो मौरी सौरी चरनको लागि हाम्रो घरतिर छिमेकीहरूले ल्याउनु भएको छ देख्नु सक्नुहुन्छ पुरै अनि यो चाहिँ फ्याक्ट्री भयो उ त्यहाँ हल्का सानो बाटो छ त्यो नि फ्याक्ट्री हो यस्तै छ गाइज देख्नु सक्नुहुन्छ अब यस्तै छ गाइज गाउँको भ्यूहरू यस्तै छ अब बस्नलाई आनन्द नि छ हेलो नमस्ते हाम्रो हुन लाग्नु भएको प्रधानमन्त्री बालेन शाह दाइज्यू यो चाहिँ हाम्रो होइन खैरेनी 4मा रहेको हिल सेलबेड एन्ड गिल्समा चाहिँ यो चाहिँ अहिले पुरै बन्द भएको छ होइन प्राविधिक कारणले गर्दा यो चाहिँ बन्द भएको छ हाम्रो चितवन खैरेनी 4मा यो चाहिँ यो फ्याक्ट्री चाहिँ चलाइदिनु पऱ्यो हाम्रो बालेन दाइ यो फ्याक्ट्री चाहिँ चलाउनु पऱ्यो यो फ्याक्ट्री बन्यो भने यहीँ खैरेनी 4मा रोजगारी नै अवसर हुन्छ होइन अब तपाईँ प्रधानमन्त्री हुनुभएपछि यो चाहिँ हाम्रो खैरेनी 4मा रहेको हिल सोलभेडमा पुरै यो चाहिँ फ्याक्ट्री पुनः सञ्चालन गरिदिनु पऱ्यो बालेन दाइ होइन अब यो बन्यो भने चाहिँ हाम्रो खैरेनी 4को बासिन्दाहरूलाई रोजगारी पनि पाउँछ विदेश जानु पनि पर्दैन होइन अब तपाईँ प्रधानमन्त्री भएपछि यति काम चाहिँ गरिदिनु होला प्लिज यो भिडियो चाहिँ बालेन दाइ भाटामा पुऱ्याइदिनु होस् सेयरभन्दा धेरै सेयर गरिदिनु होला यो बन्यो भने हामीले रोजगारी पनि पाउँछ है गाइज त्यही भएर विदेश जानु पनि पर्दैन फुल सपोर्ट गरेर यो फ्याक्ट्री चाहिँ पुरै पुनः सञ्चालन गरिदिनु होला हाम्रो बालेन दाइलाई विनम्र अनुरोध छ अब यस्तै छ गाइज होइन साथीभाइहरू भ्यू चाहिँ अति नै बवाल छ यस्तै छ टेन्सन हुन्छ अब त्यही गाइज अब 2-4 दिनपछि यस्तो बवाल भएको आउँछ होइन त्यही भएर भ्यूहरूलाई फुल सपोर्ट पनि गरिदिनु होला अब यस्तै छ गाइज गाउँको भ्यूहरू बाटो पुरै यता पिच हुन सकेको छैन देख्न सक्नुहुन्छ बारीको पाटामा चाहिँ पुरै पिच हुन्छ यस्तो ठाउँमा पिच हुँदैन यस्तो छ देशको हालत के भन्ने गाइज यस्तो बिजोग छ यस्तो छ भ्यू आजको देख्न सक्नुहुन्छ पुरै
जताततै पुरै तुवालो लागेको छ। त्यही गाइस अब आजलाई भिडियो यति नै। समझ रहे हो? आई होप तपाईँहरूलाई भिडियो मन पर्यो होला, राम्रो लाग्यो भने लाइक भी गरिदिनु होला, मुनि कमेन्ट पनि गरिदिनु होला र मेरो च्यानल पहिचान आउनु भने स्किप सब्सक्राइब गरिदिनु होला। 20K सब्सक्राइब पुऱ्याइदिउँ भने भोलिका दिनहरूमा मस्त इन्ट्रेस्टिङ भएर आउँछ। आजलाई भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ दिस माई भिडियो। ओके बाई। मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूं। Thank you for watching my video.